हेलो साथीहरू नमस्ते। अब चाहिँ फेरि मलमा रमाउने भन्दा नि माटोमा रमाउनु मनपर्छ है। सो बिहान एकछिन खेततिर गएको फेरि यस्तो भएको देखेँ। के भएको रहेछ भनेको फङ्गसले पुरै फल जति बिग्रिएको रहेछ। हेर्नु न, लगभग कति हजारवटा जति टिपेर फालेँ होला मैले। के भएको औषधि त गरेको, स्प्रे गरेको, खासै भएन त। तपाईहरुकोतिर नि यस्तो भएको छ भने के युज गर्नुभएको छ सेयर गरिदिनु है। यो ड्र्यागन फ्रुट लगाउनु भएको व्यक्तिले चाहिँ भिडियो हेर्नुभयो भने औषधि त गरेको हैन, तर के गर्ने सबै जस्तो लगभग सबै त हैन, जस्तो 4-5 वटा बोट चाहिँ सबै भएको। त्यसपछि म फेरि फुलहरू फाल्दै फलेको फुल फाल्दै त्यो टिप्दै गएँ। हेर्नु न कत्रो बिग्रिरहेछ पुरै। फेरि बिरुवा चाहिँ केही नि भएको छैन, फल मात्र त्यस्तो भयो। पानी परिराखेर होला है सायद। यो अब सबै डिस्पोज टिपेर चाहिँ डिस्पोज गरिसकेको छु मैले। अब हेरौँ के हुन्छ हैन। प्रतिक्रिया दिनु होला है त। चाहिँ बिदाको दिन भयो अनि फेरि भान्जीहरू थिए हैन, भान्जीहरूलाई पनि मैले नोभेम्बर खेतमा लगेर काम लगाएँ। भान्जीलाई फेरि भिडियो बनाएकै थाहा थिएन है, पछि थाहा पाएर रियाक्सन कस्तो दिइराख्नु। सो भान्जीले पनि लगभग धेरै काम गरिन् है। लुकी बनाइदिएको भिडियो के फेरि देख्दै बित्तिकै फेरि रिसाउँछन्, रियाक्सन चाहिँ कस्तो गर्छ। जस काम चाहिँ मैले बिदाको दिन सदुपयोग गर्न सिकाएर भान्जीहरूलाई पनि सिकाइदिइरहेको छु है। भान्जीले नि काम गर्दैछन् है। थ्याङ्क यू भान्जीलाई पनि है त।